खुम्बु क्षेत्रको मुटुमा खुम्जुङ गाउँसँगै जोडिएको शान्त र सफा बस्ती हो खुन्दे गाउँ। समुद्री सतहदेखि करिब 3900 मिटर उचाइमा अवस्थित यो गाउँ हिमाली उपत्यकामा सजिएको सुन्दर चित्र जस्तै लाग्छ। हामी चाहिँ खुन्दे गाउँ अहिले गेटबाट भित्र छिरिसकेका छौँ। यतातिर हाम्रो शेर्पा संस्कृतिको थुप्रै मौलिकताहरू झल्किरहेका छन्। यहाँनिर हाम्रो स्तूपा पनि रहेको छ, बुद्धको आँखा देखिरहेको छ, यसले शान्ति झल्काइरहेको छ। एकदमै सुन्दर गाउँ। यो पछाडि देखिएको खुम्बिला हिमालको भिडियो मैले पहिला नै बनाइसकेको छु हाम्रो डाक्टर साहबसँग, हेर्न सक्नुहुन्छ घुम्न मन छ च्यानलमा। यही खुम्बिला हिमालको फेदमा चाहिँ यो सुन्दर गाउँ रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो हिमाली भेगको एउटा विशेषता भनेको चाहिँ यसरी आफ्नो एरिया चाहिँ यस्तो ढुङ्गाको पर्खाल लगाएर बारिएको हुन्छ, कब्जा गरेको हुन्छ। यो सबै निजी जग्गाहरू हुन्। जुन जुन जग्गालाई यसरी ढुङ्गाले बारबेर गरेको हुन्छ त्यो जग्गा निजी जग्गा भनेर बुझ्नुपर्ने हुन्छ। र यो खुम्जुङ गाउँ चाहिँ एउटा आलुको लागि पनि प्रसिद्ध छ। हामीले याकनाकको लागि आलुहरू पनि यो खुन्दे गाउँकै शेर्पा दाजु दिदीहरूकोबाट आमा बुवाहरूकोबाट चाहिँ खरिद गर्ने गर्दछौँ। यो देखिएको पुरै आलुबारी हो, यो पर्खाल लागेको। यतापट्टि तपाईँको हाम्रो यो सुन्दर हिमाल आमा दबदबा छँदैछ। जहाँ गए पनि जता गए पनि एकदमै सुन्दर लाग्ने जग्गा छ यहाँनिर।